त सबै सकेछ नि बँदेलले ढुट्टो बनायो माथिबाट हिँडेर आउनु कति लाग्छ बुढी माथिको 1 घन्टा लाग्छ 20 लाग्छ नि हो र त्यो डाँडा काटेर आउनुपर्छ नि के त्यो डाँडा त्यो टावरको उतापट्टि नि वहाँदेखि हिँडेर आउनु त लाग्छ नि 1.5 घन्टा ल ब्रदर सिकाउँ त दुईजनालाई तिनीहरूले त पारै ल्याउनु हेर त्यसरी काट्छ ओहो उता उता हेर ऊ यस्तो देख्यो उता हेर त्यो एउटा एउटा त कहिले कहिले हो मुठा मुठा पक्रेर काट्नुपर्छ त अनिस भाइले कसरी काट्दैछ हेर्नु त ए भाइ त्यसरी पक्रायो भने त कहाँ हुन्छ अन्त यता यो सिप्सुको ढुङ्गाहरू चाहिँ किन यस्तो कालो भएको भनेको त घामले डढेर पो रहेछ हौ धान काट्दैछ धान सुक्यो रापले पकाउँछ कापले जानु कि नजानु धान काट्नुपर्ने रे यता चाहिँ बँदेले खाएर सबै सकेको अवस्था रहेछ यता पनि खान्छ भने डरले अब काट्न थालेको छिटो छिटो